50 है ल किन्नु होला सबैले ल त्यो टिटा बनाउन नबसा त 50 को एक पका ल खाना हो मिठो कुरुम कुरुम झुरुम झुरुम ल खाना हो ल मुम्फुली भन्छ यसलाई मुम्फुली ल ल 50 को एक पका 50 को एक पका 50 को एक पका 50 को एक पका लिजाओ 50 को एक पका मेरो चाहिँ नयाँ बिजनेस हो यो तिमीहरुमा पार्टनर हैन तिमीहरुमा पार्टनर हो कि हैन आजबाट नयाँ बिजनेस खोले मैले नयाँ बिजनेस टडका खाइ ल 50 को एक पका 50 को एक पका खानालाई 50 को एक पका भनेको त कसैले पनि सुन्दैन देखियो भने यहाँ 50 को एक पका 50 को एक पका आओ खानालाई बदाम कुरुम कुरुम झुरुम झुरुम 50 को एक पका लोहै आओ आओ 50 को एक पका खाना आओ 50 को एक पका त्यसो गर्दा त बोकेर त होइन कुरुम कुरुम झुरुम झुरुम आओ है 50 को एक पका 50 को एक पका ल आओ खानालाई 100 को 2 पका कति अफर छ ल आज 100 को 2 पका कति अफर छ खाना हो खाना 150 को 3 पका कति धेरै अफर छ ल आओ खानालाई खाने आउँदैन त के अनि मैले यत्रो चिज चाहिँ दिएको हैन मैले तिम्रो व्यवहार गर्न खोज्दै कि हैन अब म यति पार्टनरशिप गरेर यतिको भन्नु त धेरै ठुलो कुरो हो कि हैन मैले तिम्रो हेर त कति प्रमोसन गर्दी खोइ कोही आउँदैन खानालाई मलाई त एउटा चाहियो त खरि नि मैले यत्रो पर्मिसन हान्दै मलाई चाहिएन मलाई फेरि भट्टा 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 अरे अर्कोले फेरि भट्टा मन लगाइदियो 50 को एक पका बदाम कुरुम कुरुम झुरुम झुरुम खाना आओ सबै ल आजबाट चाहिँ मैले एउटा नयाँ बिजनेस सिकेँ है बदाम यहाँ बेच्न आएको दाइ छ यस्तो हल्का बदाम बेच्दिएको मैले नि यसो भनिदिएँ टिकटक बनायो अरे आजकलका केटीहरूले के फातावरीहरू काम छैन टिकटक बनायो बस्यो काम छैन काँच छैन आओ के यहाँ खाओ करम कुरुम झुरुम झुरुम कति मिठो हो आहा काइदा यस्तो मिठो हेर यत्रोजना मान्छेहरू यत्रोजनालाई भट्टायो यत्रो करायो ल कसैले एउटा नि लिँदैन नि त यार आएर त के हो तिम्रो बिजनेस त क्यान्सल होला त तिमी अब घर जाँदा हुन्छ खोइ कसैले लिँदैन छेलियो गयो फेरि है छेल्यान तपाईँले ठिक छ 50 को एक पका 50 को एक पका ल 50 को एक पका बदाम है रकम रकम खाएर जाने मान्छे ल्याएर 50 को एक पका बदाम भनेको कसैले पनि सुन्दैनन् कि यार म कराएर भएन त्यही नै हो बक्सी नाच रे गाइस बक्सी नाच हामी चाहिँ ढाका रुद्र स्कुल नाच है रुद्र स्कुलमा मोरे रे मोरे बक्सी नाच रे बक्सी नाच नानी सुटी सुटी या सुटी बसिरा सुटी या हाम्रो समुदाय त्यो बक्सी जसले जे पनि गर्न सक्छ गर्न सक्छ कति मजा अनि तेरो नबनेलाई ओ झाँक्री आयो ढाल्न सक्छ ओए मा बङ्गला लड्ने
धोती बुझ्यो धोती बुझ्केला पक्नुहोस् के भइरहेको छ यहाँ आजको समाजमा पनि यस्तो बोक्सीको आरोप लगाउन पाइन्छ बसिरहरि छटपटाए त बसी आरोप अब नलाग्यो हामी पुलिस चौकी जान्छौँ रिपोर्टका लागि पुलिस भन्न कहँदै त्यहाँ दुइटा चाहिँ सम्पत्तिको नाउँमा पीडाको खानी छ मसँग अँध्यारोमा एक्लै रुँदै बस्ने बानी छ मसँग सम्पत्तिको नाउँमा पीडाको खानी छ मसँग साइली त काट्न होला के हो? एक्लै रुँदै बस्ने बानी छ मसँग दुनियाँको सामु हुँदा मुस्कुराए चाहिँ गरे पनि मुटु दुखाइराख्ने एउटा कहानी छ मसँग म त एकछिन त स्टप भएछ क्या भनेको त फेरि आक्को आउनु रहेछ होइन के भयो वाह यति नै रहेछ डान्स चाहिँ म त अझै केही ट्विस्टहरू आउँछ होला भनेको त यति नै रहेछ ल दिन भयो दिन भएर ल बौसी डान्स पनि हेरियो बौसी पनि हेरियो नबौसी नि हेरियो ल त ल ल सकियो है त सकियो भान्जा सकियो नि त भरे बौसी लाग्छ ए ढुक्क पानी पऱ्यो यार मेरो मोजामा यार छ्या छ्या गाडी पानी पऱ्यो न यहाँ त ल यति नै भन्न चाहन्छु आज चाहिँ ल सकियो बक्सी डान्स हो कि नक्सी डान्स हो सबै सकियो ल उयो बक्सीहरू त्यहाँ भर्खर आइपुग्यो नाचेर टक्क आइपुग्यो बसिनीहरू बक्सिनीहरू भर्खर आइपुग्यो आजको भ्लग चाहिँ यतिसम्म आज यहीँ सीमित हुन्छ हस्त धन्यवाद